हेलो साथीहरू, आउनुस् आज नाइट स्किन केयर गर्दै केही कुरा गरौँ। म चाहिँ यो स्किन केयरको टपिकमा चाहिँ एकदमै जिरो नलेज, केही पनि थाहा नभएको मान्छे चाहिँ सायद म मात्रै त पक्कै होइन होला। म जस्तै अरू धेरै दिदीबहिनीहरू पनि हुनुहुन्छ होला। कति चाहिँ गर्न मन लागेर पनि गर्न नजान्ने, अनि कति चाहिँ गर्न मन लागेर पनि अल्छी गर्ने दिदीबहिनीहरू पनि हुनुहुन्छ होला र म चाहिँ यो दुईटैमा पर्छु। गर्न मन लाग्ने तर अल्छी पनि लाग्ने। म जस्तै को हुनुहुन्छ त दिदीबहिनीहरू? हुन त गर्न मन लागेर मात्रै पनि नहुने रहेछ, गर्न जान्नु पनि पर्ने रहेछ। अब गर्नै नजानेपछि त अल्छी त त्यसै लागिहाल्ने भयो होइन त? तर यस्तो मान्छेहरूलाई चाहिँ पछाडिबाट कसैले मोटिभेसन गर्ने र सिकाउने, तपाईँ गर्नुहोस्, तपाईँ आँट्नुहोस्, म छु तपाईँको पछाडि भन्ने मान्छे भयो भने चाहिँ गर्न त्यति धेरै गाह्रो नहुने रहेछ, अनि थोरै थोरै भए पनि जाँगर चाहिँ आउँदै जाने रहेछ। यो स्किन केयरको टपिकमा चाहिँ मलाई सोएक्सा सिसले चाहिँ एकदमै धेरै सपोर्ट गर्नुभएको छ। यो गर्नुहोस्, यसरी यो प्रोडक्ट युज गर्नुहोस्, पहिले यो युज गर्नुहोस्, सेकेन्डमा यो युज गर्नुहोस् भनेर चाहिँ उहाँले नै मलाई एकदमै धेरै गाइड गरिराख्नुहुन्छ। म चाहिँ कति भनेको कुराहरू चाहिँ आज भने भोलि बिर्सिहाल्ने, अनि म चाहिँ कन्फ्युज हुने बित्तिकै र कति कुराहरू बिर्सिने बित्तिकै चाहिँ उहाँलाई मेसेज गर्छु, चाहे त्यो रातिको 12 बजे होस् या बिहानको 6 बजे, जतिखेर एनी टाइम पनि म उहाँलाई मेसेज गरेर दिक्क बनाइरहेको हुन्छु। तर उहाँ चाहिँ यस्तो मान्छे हुनुहुन्छ कि जति मेसेज गरे पनि कहिले दिक्क मान्नुहुन्न, अप्ठ्यारो मान्नुहुन्न, ढिलो चाँडो जसरी भए पनि रिप्लाई गरिराख्नु भएको हुन्छ। अहिलेको जमानामा त्यो पनि जापान जस्तो ठाउँमा चाहिँ यति धेरै मोटिभेसन गर्ने, जतिखेर भन त्यतिखेर चाहिँ मेसेजको रिप्लाई गर्ने, नरिसाइकन गाइड गरिदिने चाहिँ सायद यस्तो मान्छे चाहिँ पाउन निकै गाह्रै हुन्छ। उहाँको कारणले गर्दा नै मैले चाहिँ स्किन केयर सुरु गरेको हो। उहाँलाई चाहिँ एकदमै धेरै थ्याङ्क यू भन्न चाहन्छु र उहाँलाई चाहिँ जति थ्याङ्क यू भने पनि कमै हुन्छ। अनि साथीहरू, यो मेडिक्युब प्रोडक्टको चाहिँ मलाई रिभ्यू दिनु भन्नुहुन्थ्यो। अरूको चाहिँ मलाई थाहा भएन, तर यो प्रोडक्ट चाहिँ मलाई एकदमै धेरै सुटेबल भएको छ। मलाई चाहिँ यो प्रोडक्ट एकदमै धेरै मन पर्यो र मैले चाहिँ यो युज गर्न थालेदेखि चाहिँ मेरो स्किनमा ग्लो नि आउन थालेको छ र मेरो पहिलेको भन्दा एकदमै राम्रो पनि भइरहेको छ। तपाईहरूले पनि यो मेडिक्युब प्रोडक्ट एकचोटि युज गरेर चाहिँ ट्राई गर्न सक्नुहुन्छ, तर आफ्नो स्किन टाइप हेरेर मात्रै गर्नु होला। मेरो त स्किन पहिलेको भन्दा एकदमै राम्रो भएको छ। तपाईहरू पनि ट्राई गर्नुहोस्। थ्याङ्क यू।